हामी एकैपल्ट ठुल्ठुलो गोल बनाउँछौँ, मलाई फिट हुनु छ, मलाई पैसा बचत गर्नु छ, मलाई लोकसेवा क्रिया गर्नु छ, है। हामी सधैँ ठुल्ठुलो गोल मात्र बनाउँछौँ, तर हामी आफ्नो चाहिँ ह्याबिटमा चाहिँ इम्प्रुभमेन्ट चाहिँ गर्दैनौँ। ठुलो गोल गर्छौँ, एक हप्ताभित्र मोटिभेसन हुन्छ, एक हप्तासम्म लगातार केही दिन, जस्तै लोकसेवा पढ्नु छ भने एकै दिनमा 10 घन्टा पढिदिने, मलाई बचत गर्नु छ, अब अर्को महिनादेखि म लगातार 20,000 10,000 बचाउने भन्छौँ। ल मलाई फिट हुनु छ भनेपछि एकै दिनमा होइन 2 घन्टा जिम गरिदिने, एकै दिन 2 घन्टा एक्सर्साइज गरिदिने, त्यो चाहिँ हाम्रो नर्मल बानी हुन्छ होइन। तर चाहिँ हाम्रो एटोमिक ह्याबिट अफ बुक बाई जेम्स क्लियर फर्स्ट च्याप्टरमा के भनिएको छ भने सानो सानो परिवर्तनले हाम्रो लाइफमा ठुलो चेन्जेस चाहिँ रिमार्केबल रिजल्ट देखाउँछ। जस्तै तपाईँलाई फिट हुनु छ भने सुरुमा हामीले 30 मिनटबाट स्टार्ट गरौँ, 30 मिनटबाट वाकिङबाट स्टार्ट गरौँ, त्यसलाई चाहिँ कन्टिन्यू आज हामीले आएर 30 मिनट एक्सर्साइज गरे, तपाईँलाई 30 मिनट पनि धेरै लाग्छ भने तपाईँले 5 मिनट गर्नुहोस्, तपाईँले 10 मिनट गर्नुहोस्, वा तपाईँले 15 मिनट गर्नुहोस् र बिस्तारै बिस्तारै टाइम सँगसँगै चाहिँ बढाउँदै जानुहोस्। रिजल्ट तपाईँ एक दिनमा, एक हप्ता मात्र होइन, सानो समय गर्नेपछि तपाईँको माइन्ड, हाम्रो ब्रेन यस्तो ब्रेन हुन्छ कि एकैपल्ट हाम्रो 30 मिनटको एक्सर्साइज गर्नु छ भने हाम्रो ब्रेन एउटा बढाउनु जस्तो लागिरहेको हुन्छ। तर एउटा हाम्रो होइन जानु 10 मिनट वाक गरेर आउँछु भनेपछि हाम्रो ब्रेनलाई सजिलो काम छ, कति सजिलो काम सल्टाइदिउँ भनेर हुन्छ। त्यस्तै मलाई लोकसेवा पढ्नु छ होइन, मलाई लोकसेवा क्र्याक गर्नु छ, लोकसेवा क्र्याक गर्नु छ भने हाम्रो बानी के हुन्छ भने हामी एकै दिन जुन दिन पढ्न मन लाग्छ, अब म लोकसेवा क्र्याक गर्छु भने एक दिनमै 10 घन्टा 5 घन्टा पढिदिने, दिनभरि पढिदिने होइन। अब त्यो पढिसकेपछि अब भोलिपल्ट पर्सि 2 दिन 3 दिन पढ्छ, एक हप्तासम्म पढेर पुरै मोटिभेसनको चार्ज, तर एक हप्तापछि हाम्रो मोटिभेसन झर्छ, एकपल्ट थकान हुन्छ होइन, पढ्न सक्दैनौँ। अब त्यसलाई चाहिँ कसरी बिल्ड गर्ने भने हाम्रो यो एटोमिक ह्याबिट अफ बुक अनुसार हाम्रो एटम भनेको सानो ह्याबिटबाट स्टार्ट गर्ने। के गर्ने भने हामीले चाहिँ ल मलाई आउँदाखेरि पढ्नु छ भने पहिला चाहिँ आफ्नो एउटा सिस्टम बिल्ड गर्नु पर्यो। सुरु दिन चाहिँ तपाईँले पढ्न मन लागेको छैन भने एटलिस्ट किताब पल्टाउनुहोस्, किताब सरसर्ती समरी किताबको होइन कन्टेन्ट पढ्नुहोस्, किताबमा के दिएको छ, किताबको फर्स्ट च्याप्टर एटलिस्ट होइन पढ्न, अब सुरु दिन पढ्न मजा आउँदैन, एटलिस्ट फर्स्ट च्याप्टर चाहिँ पढ्नु के भइरहेछ। फर्स्ट च्याप्टर पढेपछि बिस्तारै बिस्तारै चाहिँ तपाईँको बानी बिस्तारै बढ्दै जान्छ। आज 30 मिनट पढ्नु हो, भोलि पनि 30 मिनट, एक हप्तासम्म 30 मिनट पढ्नुहोस्। त्यसपछि चाहिँ एक हप्तापछि चाहिँ तपाईँ बिस्तारै त्यसलाई 45 1 मिनट 1 घन्टा त्यो टाइम सँगसँगै चाहिँ तपाईँ बढाउँदै जानुहोस्। त्यसपछि बिस्तारै एउटा सानो ह्याबिटले हामीलाई हाम्रो चाहिँ लाइफमा ठुलो रिजल्ट चाहिँ देखाउँछ। त्यस्तै तपाईँलाई अब पैसा बचत गर्नु छ, पैसा बचत गर्नु छ भने हामीले के बानी हुन्छ, हामीले एकैपल्ट ल म अब दिनको 1000 राख्छु, वा म एक महिना 20,000 बचत गर्छु, 10,000 बचत गर्छु भन्ने हुन्छ। तर यो